ट्यु क्रिकेट ग्राउन्डमा धमाधम निर्माण 2 तला सकियो। भिआइपी सेक्सन तीव्र गतिमा। नमस्कार दर्शकवृन्द, स्टुडियोमा यहाँहरूलाई पुनः स्वागत छ। आज पनि हामी महत्त्वपूर्ण भिडियो सामग्रीका साथ उपस्थित भएका छौँ। कृपया भिडियो पुरा हेर्नुहोला। दर्शकवृन्द, आज हामीले लिएर आएका छौँ ट्यु क्रिकेट ग्राउन्डको निर्माण स्थलबाट ताजा रिपोर्ट। अहिले काम धमाधम भइरहेको छ। अहिले प्याराफिटको निर्माण कार्य धमाधम भइरहेको छ। पानी परे पनि रोकिएपछि काम पुनः सुरु गरिएको थियो। अहिले काममा निकै गति आएको देख्न सकिन्छ। यो दृश्यमा देखिएको प्याराफिटको माथिल्लो लेआउट हो। यो चौबारतर्फको हो। यसमा वाल पनि लगाइसकिएको छ। पिलरलाई बिममा कसनको लागि ठिक्क फुटाएर ठिक पारिएको छ। यसमा रिङहरू लगाइन्छ। त्रिभुवन विश्वविद्यालय मैदान नेपाल क्रिकेटको ऐतिहासिक केन्द्र हो। यहीँबाट नेपाल क्रिकेटको अन्तर्राष्ट्रिय यात्रा सुरु भएको थियो। तर विगत केही वर्ष यता मैदानको संरचना जीर्ण हुँदै गएकाले यो मैदानलाई आधुनिक बनाउने कार्य सुरु गरिएको हो। दृश्यमा देखिरहनु भएको मैदानको पश्चिम र दक्षिणतर्फ हो। यसमा दर्शक दीर्घाको जगबसाल्ने काम जारी छ। ठुलो सङ्ख्यामा निर्माण मजदुरहरू सुरक्षा उपकरणसहित रड बिछाउने, ढलान तयारी गर्ने र मोहरहरू तयार पार्ने काममा खटिएका छन्। निर्माण स्थलमा काम गर्ने मजदुरहरूको भनाइअनुसार दिनभर पानी परे पनि पानी रोकिएपछि तुरुन्तै काम अगाडि बढाइएको छ। सबैभन्दा उल्लेखनीय प्रगति भिआइपी सेक्सनमा देखिन्छ। यहाँ 2 तला बनिसकेको छ। फलाम र सिमेन्ट प्रयोग गरेर ढलान तयार पारिएको छ र काठ तथा फलामको सहायताले पिलर र बिम सेट गरिएको छ। प्याराफिटको भित्री संरचना लगभग तयार भइसकेको छ। अब छाना र सिटहरूको काम बाँकी छ। यहाँहरूले देख्न सक्नुहुन्छ दृश्यमा यसरी फर्मा तयार गरिन्छ। यो फर्मा तयार गरिएपछि यो ठाउँमा लगेर फर्मा ठोकिन्छ अनि त्यहाँ बिमहरू राखिन्छ र कङ्क्रिटलाई खन्याइन्छ। यो सेक्सनको दर्शक दीर्घामा विशेष प्रगति देखिएको छ। 2 तलाको संरचनामा पिलर तथा बिमको काम सकिन लागेको छ। यो संरचनामा विशेष महत्त्व दिइएको छ किनकि यहाँबाट अन्तर्राष्ट्रिय पाहुनाहरू, अफिसियल मानिसहरू र मिडिया प्रतिनिधिहरू खेल हेर्छन् र यहाँ भिआइपीहरू बस्ने गर्छन्। निर्माण कम्पनीले दिएको जानकारी अनुसार म्याद थपिए पनि अबको समयमै काम सक्नुपर्ने दबाब छ। यही कारणले दिनरात काम भइरहेको छ। यो पछाडिको दृश्य हो। यहाँ अगाडिको दृश्य हेर्न भिडियोलाई अगाडिसम्म हेर्दै जानुहोला। यसरी निर्माण कार्य तीव्र गतिमा अगाडि बढिरहेको छ। यो भिआइपी सेक्सनको पछाडिको दृश्य हो। यहाँ फर्मा कस्ने काम भइसकेको छ भने बिमहरू तयार गरिँदैछ। यहाँ कामदारहरू लागिरहेकै छन्। यहाँहरूले देख्न सक्नुहुन्छ।
लगभग यो सेक्सनको काम अब अन्तिम चरणमा पुगेको छ। अब बिमहरू सबै तयार भइसकेपछि यहाँ ढलान हुन्छ, कङ्क्रिट राखिन्छ अनि यहाँ माथि चाहिँ छाना राख्नुपर्ने हुन्छ। त्यसपछि सिटहरू राखिन्छ। दर्शकबिन, यहाँहरू निरन्तर हामीसँगै जोडिएर रहनुहोला। हामीले यहाँ भएका दैनिकी प्रगतिहरू जस्ताको तस्तै देखाउनेछौँ। दृश्यमा देखिरहनु भएको छ दुईजना मान्छे यो फ्लड लाइटको पिलरको लागि रिङ तयार गर्दैछन्। यति ठुलो पिलर तयार गरिएको छ। दर्शकबिन देख्न सक्नुहुन्छ यहाँहरूले। अब हामी फ्लड लाइटतर्फ जाँदैछौँ। यहाँ देख्नुहुन्छ यदि तल गइरहेछ, यसलाई माथिसम्म उठाउनु पर्ने हुन्छ, लगभग 50 फिट जति। यसपछि यो यस्तो आकारमा आउँछ। यसरी रडहरू वरिपरि राखिन्छ अनि यसलाई ढलान गरेपछि यस्तो हुन्छ। त्यसपछि माथि एङ्गल राख्नको लागि यसरी हाइटमा रडहरू राखिन्छ र यसलाई पनि फेरि बाँधिन्छ। यसलाई रड बुङ्ग्याएर सिधा बनाउँदै तारले कस्दै पुरा गर्नुपर्ने हुन्छ यसको संरचना। त्यसपछि कस्तो देखिन्छ त दर्शकबिन त्यो पनि हेर्नुहोला। दृश्यमा देख्नुहुन्छ। त्यसपछि यसरी ढलान गरिन्छ र अब यसमा मेन पिलर लाइटको लागि खस्छ। यो चाहिँ तलको बेस तयार भइसक्यो। यहाँ पानी जमाइएको छ। दर्शकबिन, यहाँहरूलाई भिडियो कस्तो लागिरहेको छ प्रतिक्रिया दिन नभुल्नुहोला। जेसिबीले पनि निरन्तर रूपमा काम गरिरहेको छ। यहाँहरूले देख्न सक्नुहुन्छ लागि परेका छन् चालकहरू माटो सम्झाउन। यो पश्चिमतर्फको प्याराफिटको फर्मवर्क हो। यहाँ फर्मवर्क राख्ने काम भइरहेको छ। इन्जिनियरिङ डिजाइन अनुसार दर्शक दीर्घा स्टिल रड र कङ्क्रिट प्रयोग गरेर बनाइँदैछ। जताततै निर्माण मजदुरहरू हेलमेट र सेफ्टीका साधनसहित काममा व्यस्त छन्। कसैले रड बाँध्दैछन् त कसैले ढलानको तयारी गरिरहेका छन्। देख्न सकिन्छ उनीहरू दिनरात खटिरहेका छन्। निर्माण कम्पनीले कामलाई तीव्र गतिमा अगाडि बढाउन कामदारहरूको सङ्ख्या पनि थपेको देखिन्छ। खेलाडीहरू पनि मैदानमा देख्न सकिन्छ। उनीहरू आफ्नो दैनिक अभ्यासमा उपस्थित भएका छन्। अब चाँडै नै यो निर्माण सकिनेछ र खेलाडीहरूले अन्तर्राष्ट्रिय स्तरको स्टेडियममा खेल खेल्न पाउनेछन् र दर्शकले पनि
स्टेडियममै बसेर हेर्न पाउनेछन्। अब यी रुखहरूमा बस्नुपर्ने छैन। अब चाँडै नै खुसीको खबर सुन्न पाउनुहुनेछ यहाँहरूले। हामी निरन्तर अपडेटमा लागिरहनेछौँ। कृपया हाम्रो रिपोर्टिङ कस्तो लाग्यो सल्लाह सुझाव दिन नबिर्सिनुहोला। हामीसँगै जोडिनको लागि सब्सक्राइब गरेर बेल आइकनमा दबाइदिनुहोला। धन्यवाद।